बुट पनि छ हाम्रो नाइकको बुट सही बुट रहेछ त नर्थ फेसको ज्याकेट रहेछ तर अलुवा भइसकेको 1649 मा रहेछ सानो हुन्छ यार मलाई अब दामी छ नि होइन 1649 मा त सस्तो नि एडिडासको फेरि इन्डियाको धरी जर्सी रहेछ हावा डुप्लिकेट जर्सी नेपालको चाहिँ किन छैन त्यसैकै सर्ट हो यो होइन कति पर्दो रहेछ हेर्नु न 2497 रहेछ आउट अफ स्टक भनिरहेको तर यहाँनिर चाहिँ 679 मा रहेछ अब यो त लिनुपर्ने बाध्यता हुन्छ What's up guys, welcome back to my channel again अनि सबैजना आरामै राम्रै हुनुहुन्छ होला आजको भ्लगमा सबैजनालाई स्वागत छ अनि आज चाहिँ म जाँदैछु एकछिन बाहिर भन्दा पनि एकछिन त्यही हो यत्तिकै डुल्न होइन त्यही पनि चाहिँ म जाँदैछु एक्लै तर अनि आज चाहिँ हामी जाँदैनौँ डाउन टाउनतिर आज चाहिँ हामी जान्छौँ हाम्रै द स्कार्ब्रोतिर अनि त्यही हो जाउँ हामी म जानेवाला छु अहिले नै भनिदिइरहेको छु थ्रिफ्ट स्टोर जो चाहिँ मलाई डुल्न लास्टै मजा लाग्छ त्यहाँनिर चाहिँ यसो गयो होइन लुगासुगाहरू आयो मजा आउँछ अनि त्यहीँ जाँदैछु म चाहिँ अनि तपाईँहरूलाई सँगसँगै लिएर जानेवाला छु आज चाहिँ राम्रोसँग फुल भिडियो भ्लग बनाएर अनि हेरौँ कहाँसम्म जान्छ अनि अर्को ठाउँ पनि जान सक्नेवाला छु म अर्को एउटा लिक्विडेसन स्टोर भन्ने छ म त्यहाँ पनि जान सक्छु तर हेरौँ के हुन्छ त्यहाँको लागि चाहिँ अहिलेको लागि चाहिँ हाम्रो त्यही छ प्लान होइन मौसम भन्ने चाहिँ चिसै छ घामसम्म लागेको छैन अस्ति नै अलिकति घाम लाग्यो त्यहाँदेखि घाम लागेको छैन त्यस्तै छ अनि म चाहिँ जाँदैछु हाम्रो वातावरण यस्तो छ यस्तो छ हाम्रो वातावरण देख्न सक्नुहुन्छ एकदम धुम्म भएको छ दिन रुखमा एउटा पत्ता छैन अब भर्खर पत्ता पलाउने बेला हुँदैछ अनि त्यही हो अब म चाहिँ जाँदैछु अनि आइसकेको छु हाम्रो बस स्टपमा होइन कस्तो टल्केको यार यस्तो साह्रो टल्किनेवाला त छैन तर म बनाएको छु हेर्न सक्नेवाला म चाहिँ आइसकेको छु हाम्रो बस स्टपमा होइन अनि म चाहिँ अब गाडी पर्खिरहेको छु अब गाडी हेरौँ कति बेलामा आउँदै हुनुहुन्छ पहिला अनि त्यहाँदेखि कुराकानी गरौँ यतिखेर म जाँदाखेरि चाहिँ पुत्त जानुपर्ने भनेको एउटै डिरेक्सनमा हुन्छ त्यही भएर जहिले वकमा लगाइदिन्छु हाम्रो गाडी आउनु रहेछ त्यस्तै 3 मिनट होइन 3 मिनट 10 मिनट 4 मिनट 8 मिनट 3 मिनटमा आउँदैछ हाम्रो गाडी अनि त्यही हो त्यही हाम्रो युजुअल स्पट हाम्रो च्याङखारीको बस स्टपमा छु म चाहिँ अनि के भन्नु र अरू त यस्तै हो यस्तो छ हाम्रो यहाँबाट देखिने भ्यू चाहिँ एकदम दामी कडा देखिन्छ नि होइन क्यामेरामा त खतरा देखिन्छ नि यस्तो छ अनि हाम्रो चेन गाडी चाहिँ यता छ जहिले के हो यस्तो ल म चाहिँ आइपुगिसकेको छु अब हाम्रो ठाउँ होइन हाम्रो गन्तव्य आजको अनि म चाहिँ जाँदैछु एकछिन गाडी हालौँ म चाहिँ आइपुगिसकेको छु होइन म चाहिँ यसको पार्किङ लटमा आइपुगिसकेको छु म चाहिँ जाँदैछु देखाउनेवाला छु यो हो हाम्रो भ्याल्यु भिलेज थाहा भएकोहरूलाई त थाहा छँदैछ थाहा नहुनेहरूलाई चाहिँ यो चाहिँ एउटा डोनेसन सेन्टर हो मान्छेहरूले चाहिँ डोनेट गर्छ अनि त्यहाँदेखि डोनेट गर्छ यिनीहरूले चाहिँ बेटर कजको लागि फेरि रिसेलमा गर्छ सेलहरू गर्छ होइन त्यसको लागि हामी जाँदैछौँ अब भित्र जस्तो लाग्यो भित्र अटोमेटिक म चाहिँ भित्र आइसकेको छु म अब अनि चाहिँ मजाले नै लिन्छु फर्स्ट ढुङ्गेर अनि अब हामी जान्छौँ सिधै सक्छु जहिले जहाँ चाहिँ जाने भनेको सिधै जुत्ता हेर्न हो कोही बेला जुत्ताहरू राम्रो आउँछ रहेछ जुत्ता हेर्न गएको चाहिँ कति ठुलो छ
रेकर्ड त हुँदैछ। यति सबै केटीहरू यति मात्र हो केटाको चाहिँ सक्नुहुन्छ जुत्ताको भेराइटीहरू जुत्ताहरू कडा छन् यहाँदेखि लिएर उतासम्म छ अनि यता चाहिँ अरू उयोहरू पाउने हो। यता चाहिँ क्याजुअल यता चाहिँ हेरौँ अनि साइज बाई साइज अनुसारको हुन्छ। हेरौँ होइन के भेटिन्छौँ हामीले आज। सक्नुहुन्छ यहाँ नाइक तर कुनै कुन चाहिँ डुप्लिकेट पनि हुन्छ यहाँनिर त्यसरी हेर्न चाहिँ जरुरी छ। बुट पनि छ हाम्रो नाइकको बुट सही बुट रहेछ त त्यो चाहिँ 2499 मा रहेछ। अहिले बुट किन्नुपर्ने आवश्यकता त छैन त्यसैले हामी हेर्दैछौँ। नाइक मैले लाएको जस्तो 999 मा हल्का 4 भइसकेको मेरो जस्तै भइसकेको रहेछ। क्याजुअलतिर हेरौँ क्याजुअलतिर चाहिँ यस्तो छ कि राम्रो छैन रहेछ। कोही बेला चाहिँ यस्तो राम्रो राम्रो लुगाहरू केहरू हुन्छ कोही बेला चाहिँ केही हुँदैन क्या। त्यही भएर सुरुमा म चाहिँ आउने भनेको चाहिँ यही जुत्ता लिने ठाउँमै हो। अनि यस्तो हेर्छु केही राम्रो छ भने लिन्छु नभए सट्टै गइदिन्छु। ब्ल्याक एयर फोर्स पनि रहेछ ब्ल्याक एयर फोर्स है तर पुरै गइसकेको रहेछ है फाटिसकेको भइसकेको रहेछ। 1649 मा रहेछ तर यो ओरिजिनल हो कि डुप्लिकेट हो भन्ने कुरा पनि भर पर्छ। त्यसैले हामी हेर्दै जाउँ अरूतिर सेक्सनतिर जाउँ हेर्दै जाउँ के पाइन्छ। नपाउने कुरा चाहिँ केही छैन यहाँनिर बडी ब्यागदेखि लिएर यता सुजहरू भयो होइन यता किड्सहरूको भयो यता सबै वुमेनहरूको हो। मेनको चाहिँ अलिकति मात्र छ। अब हाम्रो हुडीहरूको सेक्सन एक्टिभ वेयरहरू है यहाँनिरदेखि सबै साइड हुन्छ। साइडतिर जाउँ हेर्दै चाहिँ मिडियमको साइज रहेछ हेर्दै जाउँ अब यहाँबाट ल। नर्थ फेसको ज्याकेट रहेछ तर अलुवा भइसकेको 1649 मा रहेछ। अलिकति राम्रो केही राम्रो ब्रान्डको छ भने चाहिँ अलिकति महँगो भइहाल्छ। 1649 रुट्सको रहेछ त्यही भएर महँगो भइहालिसकेको छ। अनि बढा छ पहिले भन्दाको लास्टै धेरै। ग्यापको रहेछ यो अलिकति ब्रान्डको भयो भने महँगो भइहाल्छ 1549। नाइस छ त हेर्दा त नाइस छ तर यो तर बुवा आइसक्यो कस्तो भइसकेको रहेछ। H&M को रहेछ बुवा वाइटमा रहेछ हेर्दा त राम्रो छ तर $11 को रहेछ। त ओलम्पिक्सको सर्ट होइन ओलम्पिक्सको हो त यो त 1079 मेन्सको क्यानाडाको ओलम्पिक्सको रहेछ। नाइस छ त यो एडिडास 1649 हेर्दा त ओरिजिनल जस्तो छ। सानो हुन्छ यार मलाई
अब दामी छ नि होइन 1649 मा त सस्तो नि एडिडासको फेरि सस्तो भन्दा पनि ठिकै हो नयाँलाई त्यस्तै 35 जति पर्छ होला 35-40 नाइक एक्टिभ वेयरको साइजमा आएको छ एक्टिभ वेयरमा मिडियम के रहेछ त मिडियममा हेरौँ न त होइन के रहेछ यो सिजन भन्ने स्टाइलमा क्यामेरा राखेको ज्याकेटभित्र कस्तो अप्ठ्यारो भइरहेछ बुढीले ठेलेर अडिरहेछ एक्टिभ वेयरमा चाहिँ राम्रो रहेछ है रिबोकको 1299 त नयाँ छ यहाँ चाहिँ मैले बार्सिलोनाको जर्सी भेट्नु अरे ओरिजिनल यस्तो दामी हुन्छ अब यो सबै पिओभी मात्र हुने होला चाहिँ भ्लग चाहिँ म अनुहार निकालेर चाहिँ बनाउँदिनँ होला अब इन्डियाको धरी जर्सी रहेछ हावा डुप्लिकेट जर्सी नेपालको चाहिँ किन छैन कसले डोनेट गरेछ इन्डियाको अरूतिर हेर्नु जाउँ हामी के छ कस्तो छ प्यान्ट हेर्नु होला भएन हामी 38 36 ठ्याक्कै मैले परबाट हेरेर जारा लेखेको थिएँ क्या यहाँनिर जाराको प्यान्ट हेर्दा त नाइस छ यो प्यान्ट त हेर्दा त नाइस देखिन्छ 1699 मा ओरिजिनलै है कतिहरू डुप्लिकेट त होइन कलरै मन पर्दैन What was it? Bye. सही छ तर यहाँ मिलाएर यहाँनिर पनि बिग्रिनु लागेको छ त्यो सबै हेर्नुपर्छ हेर्दा नाइस छ बाक्लोबाट पनि रहेछ तर कलरै हावा छ र त जो फ्रेस मेड इन बङ्गलादेश कलरै उडिसकेको छ आज मेरो केही नभेटिने लेखेको छ क्या हो खै केही भेटिनँ हौ अन्त आज त कस्तो कोही बेला चाहिँ क्या भेटिन्छ केही भेटिने गरेर दुःख लाग्छ यता चाहिँ सबै केटीहरू गर्दा र नपाउने भन्ने कुरा चाहिँ केही हुँदैन तर यसमा चाहिँ लास्टै टाइम लिएर आउनुपर्छ क्या किन्नको लागि सामानहरू लास्टै टाइम पनि लाग्छ खोज्नको लागि तर भेट्न पनि कोही बेला चाहिँ राम्रो पनि भेटिन्छ अब यो हेर्दा कस्तो राम्रो छ 1399 डकर्सको रहेछ तर यहाँ के छ भन्दाखेरि हल्का यहाँनिर दाग लागेको छ यसले गर्दा चाहिँ यस्तो भयो त नाइस छ नि होइन 1399 ठिकै हो तर यो त मेरो लागि ठुलो हुन्छ अलिअलि राम्रो जस्तो देख्छु त यो त खोजिसकेको रहेछ
पातलो पनि रहेछ तर त्यस्तो बाक्लोवाला होइन कति साह्रो चिल्लो सेतो पेन्ट हो यो पेन्ट चाहिँ जाराको रहेछ मेड इन मोरक्को जाराको रहेछ 1349 34 साइजको यता त राम्रो छ नि तर व्हाइट लाउनु मन लाग्दैन पेन्ट सेक्सन पनि भ्यायौँ हामीले यता चाहिँ वुमेनहरू चाहिँ कति ठुलो छ मेनको कम्पेयर गरेर मेनको यति मात्र हो यति साइज मात्र हो मेनको चाहिँ सर्टहरू हेरिदिउँ हेर्दैमा त केही जाँदैन त्यही भएर हामी मिडियमबाटै हेर्दिउँ हेर्दा त राम्रो देखिन्छ परवडा हेर्दा मात्रै राम्रो रहेछ कस्तो डरलाग्दो सर्टहरू हो एक्स्ट्रा लार्ज सिलाइसक्यो मेरो सर्टहरूको त्यसले दामी सर्ट हो यो कस्तो चिल्लोवाला है सर्ट त सुरु होतै खत्म हो गया भयो जस्तो भयो के छैन साथमा त हेर्नु टी सर्टहरू हेर्दैन अब हामी टी सर्टहरू मिडियमबाट सुरु गर्दा हामी लार्जमा आइपुग्यौँ टी सर्टहरू चाहिँ मिनिमम भनेको 4 देखि 10 डलरसम्मको हुन्छ कुनै 1500 पनि हुन्छ राम्रो ब्रान्डको छ भने त्यसैले हामी चाहिँ टी सर्टहरू चाहिँ कोही बेला राम्रो पनि भेटिन्छ कोही बेला चाहिँ त्यस्तै हो ट्र्याकको रहेछ 999 हेर्दा राम्रो छ राम्रो छ त के गर्छ 449 अब यसको प्राइस 449 होइन के भएर भयो भनेर पत्ता लगाउनु पर्छ घर बस्दा लाउँदा त ठिक हुन्छ एचएनएमको रहेछ हल्का यो खुल्ला छ भनेर त्यही भएर चाहिँ यो 449 भयो त्यसैले मैले यसलाई हालिदिएँ आजको पहिलो पर्चेस भनेको यो हुन्छ हाम्रो च्यात्तिएको त छैन लाउन काम दिन्छ हुन्छ हालिदिउँ हाम्रो झोलाभित्र अरू के छ परदेखि म यहाँसम्म आइपुग्दासम्म पनि मैले केही भेटिनँ भेजमा एउटा मात्र कतिले भेटेँ आज मैले त्यो साइडमा चाहिँ के छ कोही त ओभर साइजमा पनि राम्रो हुन्छ है पहिले त हेर्दा पनि यसो किन्नु आहा भन्ने हुन्थ्यो आजभोलि त केही छैन यार पर छ लङ स्लिपबाट हेर्नु के छ यो त हेर्दा त कति लिन्छ र एउटा नाइस छ त्यो त होइन यसको खोज पताल गरौँ के रहेछ ओल्ड नेभीको हो कलर चाहिँ भएको रहेछ क्या त्यसको चाहिँ अलिक हल्का सस्तो जस्तो लाग्यो के हो
स्क्यान गरौँ ल कति पर्दो रहेछ हेरौँ हेरौँ यो इमेजको बारेमा गुगलमा यही सर्ट हो नि त्यसमा देखेकै सर्ट हो यो होइन कति पर्दो रहेछ हेरौँ ल 2497 रहेछ आउट अफ स्टक भनिरहेको तर यहाँनिर चाहिँ 679 मा रहेछ अब यो त लिनुपर्ने बाध्यता हुन्छ दिएँ मैले यसमा हेर्दैछौँ अब के छ अरू पनि हेर्दा त नाइस जस्तै छ नि होइन तर हल्का बुढौली कलर जस्तो देखिरहेको छ बनाना रिपब्लिकको त महँगो हुन्छ नि तर 1149 मात्रै रहेछ त यहाँ त के भएर यस्तो डरलाग्दो भएर बनाना रिपब्लिकको त लास्टमा महँगो हुन्छ एउटा हो यो त ग्यापको रहेछ तर भुवा टाँसिने डरलाग्दो कलरबाट सर्टको सेक्सनमा आइहाल्यो अब कलरवाला सर्टहरू क्याल्भिन क्लाइन्स यो फेरि हेर्दा कति राम्रो तर यो भुइँ भुवाएर चाहिँ भएको रहेछ कपाल टाँसिने यस्तो त धुन पनि जाँदैन यो आज शनिबार भएर होला लास्ट भिड भएर छ आज लिमिटेड जुत्ताकोमा फेरि जाउँ भाँडाकुँडाहरू पनि दामी पाउँछ भाँडाकुँडाहरूको सेक्सनहरू हेरेर भाँडाकुँडाहरू हेरेर तर हल्का महँगो हुन्छ अरे अब यसमा किन अब यस्तो पट यो त नयाँ रहेछ अरे 2499 मा रहेछ 2499 मा ए त नयाँ छ त तर यस्तो तर अलिक सस्तो पर्छ वालमार्टतिर यहाँबाट किन्नुभन्दा वालमार्ट किन्नु वर्थ इट हुन्छ नपाउने भन्ने चाहिँ केही छैन यो बुकहरू भयो यताबाट पर्दाहरू भयो पर्दाहरू कर्टिनहरू सबै छ तर छान्न सक्नु पऱ्यो यस्तोहरू चाहिँ मलाई घिन लाग्छ किन्नको लागि यो लास्टै उयो हुन्छ केटीहरूकै यो केही एउटा केटीको भयो यो केटीको भयो सही सेकेन्ड केटीको भयो यति मात्रै केटाको हो यो मात्र केटाको कति हेटायो हो केटालाई चाहिँ चोटि फेरि हेरौँ कोही बेला म यस्तै गर्छु क्या कोही कोही बेला सुरुमा आउँदाखेरि देखिँदैन भएर फेरि देखिरहेको हुन्छ कुनै कुनै राम्रो कुराहरू त्यसैले मैले दुईचोटि फर्केर आउँछु कति बज्यो 2:30 भइसकेछ त टाइम गएको थाहा नै हुँदैन यहाँनिर यो चाहिँ त्यही भएर चाहिँ म चाहिँ के भन्छ फ्री हुँदा जस्तो फ्री छु भने चाहिँ आउँछु यसो हेर्छु डुल्छु जान्छु क्या कुनै कोही बेला राम्रो कुरा पनि भेटिहालिन्छ त्यसैले मजा पनि आउँछ डुल्न अब यो चाहिँ कहिले रिलिज भएको नाइकको उयो पुरै उयो छ त यो त नाइक भन्ने छ नाइकलाई थाहा छ नाइकले रिलिज गरेको नाइक एयर म्याक्स थाहा छैन है अहिले के हो यो कस्तो हो त नाइस छ त
मैले चाहिने भनेर तर नगरेछ खोइसकेको छ के किन होला र है यता यता अघि हेरेको कहाँबाट आयो यो भन्छ नि के छ अरू त हामीले के हो टेलिस्कोप छ यहाँ त के हो यो टेलिस्कोप होइन यो के देखिन्छ ए टेलिस्कोप अरे माइक्रोस्कोप के रहेछ त देखिने होइन छैन ठुलो छ कहाँबाट देखिन्छ सिसा नै छैन अफिस सप्लाईहरू के केहरू ध्यानको कुराहरू छ क्यामेराको स्ट्यान्डहरू पनि पाउँछ खतरा जमानाको सेल्फी स्टिक पनि रहेछ यस्तो चाहिँ हेर्न मलाई लास्टै मजा लाग्छ योभन्दा नि अर्को ठाउँ छ अर्कोतिर त्यो चाहिँ हेर्न मलाई लास्टै मजा आउँछ तपाईँको भयो हाम्रो वाल पेन्टिङहरू दामी खालकोहरू माथिको हामी जान्छौँ अर्कोतिर अर्को झन् खतरा इन्ट्रेस्टिङ ठाउँतिर लिएर जान्छ अब के हेरिसकेको मान्छेहरू त्यता जाँदैछ र मान्छेहरू जानु नखोजेको चाहिँ म हो मेरो लागि चाहिँ खतरा इन्ट्रेस्टिङ ठाउँ भनेको चाहिँ यो हो खतरा इलेक्ट्रोनिक्सहरू सबै हुन्छ क्या चाहिँ प्रायः त्यही त्यो काइले रेगहरू उयोहरू अब जस्तै यो फोनहरू हो होइन यहाँनिर छ यो फोनहरू कहिले जमानाले हिजो रिमोट प्रायः त्यही कोही कोहीलाई राम्रो कुरा पनि हुन्छ एकचोटि मेरो यहाँनिर 1 घन्टै गाउँ छ चाहिँ प्रायः त हेर्दै बसिरहेको छ सबै हेर्दै बस्दा बस्दा क्यारोकी गर्न मन छ भने कसैलाई क्यारोकीवाला अनकन्डिसन आउनुहुन्छ भन्छ रहेछ ब्लुटुथ पार्टी नेक्स्ट स्पिकर पनि ब्लुटुथ पनि रहेछ त्यही हो त के छ आज भेट रहेछ अरू बेला भन्दाखेरि त्यही अनि सामानहरू पनि त्यही भएर भएको होला के हो यो कतै छैन अरू देखाउँछु म अब खतरा कुरा चार्जरहरू केहरू होइन यता चाहिँ उनीहरूको मान्छेहरू गयो हो चाहिँ स्पोर्ट्सको केही कुरा चाहियो भने यहाँ छ स्केटिङ खेल्नको लागि स्केटिङ सुजहरू चाहियो भने छ होइन ब्याडमिन्टन खेल्ने ब्याडमिन्टनको ऱ्याकेटहरू पनि पाइन्छ बास्केटबल पनि छ यहाँनिर साइकलको कस्तो टाइपको सिटहरू हो साइकलको मास्टर लक पनि रहेछ केटाकेटीलाई साइकल पनि रहेछ ब्याट्री सकिन लागिसकेको छ क्यामेराको कसैलाई फर्निचरहरू चाहिन्छ भने फर्निचरहरू पनि पाइन्छ क्या यहाँनिर अब छ नि यो डेक्स आयो पनि चलाउनु मिल्यो यसको दाम कति छ लेखेको छैन त्यहाँनिर लन्ड्री बास्केट चेयर मोनिटर
यता चाहिँ फेरि यो ज्याकेटहरू सायद मैले देखाउने बित्था आएछ कन्ट्रोलर पनि रहेछ जमानाको उयोहरूको कन्ट्रोलर पनि रहेछ त यता भनेको टोस्टरहरू उयोहरू पाउने ठाउँ हो सेकेन्ड ह्यान्ड सबै गर्ने मिल्ने खालको त्यहाँ भिडियोहरू जान्छ वहाँ त्यहाँ चेक गर्न मिल्छ गर्ने हो त्यही हो यस्तै डुल्न चाहिँ लास्ट नभएको यस्तो उयोहरू पनि पाउँछ पछाडि छ मेरो क्यामेरापट्टि सकिङ आँट्यो त्यसो म देखाउँदिनँ अब धेरै ज्याकेटहरू मलाई नाइस कस्तो देखिन्छ त यार त्यही हो नाइस छ त यार 899 मिडियम ज्याकेट तर हल्का फोर रहेछ हुँदा त सफा हुन्छ होला तर भुवावाला रहेछ अलिकति राम्रो भयो भने चाहिँ महँगो 1849 भयो के दाग लागेको छ रातमा मेरो ब्याट्री कति छिटो सक्यो कसरी चाहिँ सक्यो चेकअप गर्ने सेक्सन लास्टै भिड रहेछ त्यसैले म तपाईँहरूलाई खेलाउन हाल्ने देखाइदिइहाल्छु त्यसो खेलाउन हाल्नुभयो ठाउँमा जम्मै त है त काट्दै जान्छु यो चाहिँ भयो ब्यागहरू यहाँदेखि परसम्म ब्यागहरू केटीहरूको हो तर यो चाहिँ केटीहरूको ब्यागहरू उयोहरू चाहिनेहरू भयो ब्यागहरू केटीको सेक्सनमा खास चाहिँ यता त्यही सबै धेरै उयोहरू यहाँ चाहिँ टोयहरू सेक्सन भयो यो चाहिँ टोयहरू सबै कुन चाहिँ गाडी चलिरहेको छ यहाँ गुडेर गरेर अब जाइरहेछ मोन्स्टर ट्रक हेलिकप्टर 999 हुँदैन बटन छ कि छैन यसको रिमोट फोटो देखाउनु भयो मात्रै हेलिकप्टर हाम्रो यहाँ धनुष पनि हुनुहुन्छ धनुष सर्ट टाइपको सक्का हामी धनुष त कडा रहेछ इन्फिनिटी स्टोनसँगै मसँग घरमै छ क्याप्टन अमेरिका भन्दा महँगो रहेछ र पो त स्पाइडरम्यान 399 यो चाहिँ हल्का सस्तो होला जस्तो लाग्यो के छ स्टार लर्ड यताको भनेर चाहिँ यो चाहिँ रिङवाला हो यहाँ चाहिँ मान्छेलाई बोलाएपछि मात्र आउने चाहिँ राम्रोहरू कुराहरू चाहिँ राखेको हुन्छ त्यहाँनिर गाडी राखेर चाहिँ फर्स्ट उसको ज्वेलरीहरू यहाँनिर चाहिँ ज्वेलरीहरू रहेछ त्योहरू
बक्सहरू चस्माहरू हत्तेलो त कुनै छैन। त्यही हो, हामीहरू चेकआउट गर्नको लागि जाउँ। लागि जाउँ हामी। मेरो खाली भयो। खाली भयो। यो ठाउँमा त आइसक्यो। लुगा यही दुईवटा मात्र लिएको त ठाउँमा आइसक्यो। तर ओपन चाहिँ कसरी हुन्छ त? यो ओपनै छैन। Hi, can you help me on this one, please? Right there, mister. Oh, it's for only cash? Right here. Oh, that's not mine. Oh, you didn't see. Yes. Tell me who was here. They left. I'll leave it in the drawer, okay? Thank you, baby. No worries. You remember who it was? Yeah, it's okay. Okay, म चाहिँ पालाएँ होइन। स्टार्ट गर्ने सर्टै यो निकाल्ने हाम्रो टक्कलाई स्क्यान गर्ने। यहाँनिर आइसक्यो। यो एउटा भयो। अनि यो अर्को भयो। यो भनेको हाम्रो 1274 भयो। Coupon, gift saver, debit or credit, card भयो 2004 भयो। सक्यो हाम्रो यसरी रिसिप्टमा आयो। हामी 12 डलरमा हामीले चाहिँ किनौँ भन्दाखेरि चाहिँ एउटा सर्ट, एउटा टी सर्ट, फोन त मेरो त्यही हो। सबै चाहेको हाम्रो सपिङ चाहिँ अब सक्यो जस्तो छ आजको हाम्रो चाहिँ होइन। त्यही थियो आजको लागि चाहिँ त्यति नै। के भन्छ हामी डुलिङ टन्ने राम्रो कुरा भनेको त्यही दुईवटा मात्र भेट्यौँ, त्यही दुईवटा लियौँ। अब हामी जान्छौँ। म चाहिँ अर्को कम्पेरिजनवाला पनि बनाऊँ भनेर ठ्याक्क दिमागमा आइरहेको थिएँ क्या, यहाँको प्राइस अनुसारको। अनि अर्को ओरिजिनल अरे नयाँलाई चाहिँ कति पर्छ भनेर विनर्स भन्नेमा अर्कोमा जाउँ भनेर बनाइरहेको थिएँ। तर क्यामेराको ब्याट्री नै सकिसकेछ क्या। त्यो धेरै बेरसम्म रेकर्डिङ अन भइराख्यो, त्यही भएर चाहिँ ब्याट्री पनि सकिएछ। त्यसैले अब चाहिँ म जाँदैछु होइन। सक्यो हाम्रो। त्यति नै थियो आजको लागि हाम्रो ब्लग होइन। आशा छ सबैलाई मनपर्छ होला होइन। त्यसैले अब हामी चाहिँ घर जाउँ अब। त्यही थियो आजको यात्रा। क्यामेरा साथीले धोका दिनुभयो। जाउँ। वातावरण यस्तो छ बाहिर देख्न सक्नुहुन्छ। दिन चाहिँ लास्टै धुम्म छ। त्यसैले हल्का चिसो पनि छ। त्यसैले हल्का बाहिर निस्किन पनि मन लाग्दैन। हामी चिसोमा को बाहिर निस्किनु होइन र। यस्तो छ हाम्रो वातावरण। हल्का सर्ट लिउँ यसको। अनि त्यहाँदेखि अस्ति हाम्रो इन्ट्रोमा हालिदिउँ होला होइन। त्यही हो, आज हामी गयौँ होइन। त्यही हो, मलाई चाहिँ यो स्टोर चाहिँ लास्टै मनपर्छ भन्दा पनि म आइरहेको हुन्छु धेरै जस्तो। तर अहिले चाहिँ म धेरै पछाडि नै आएको, 3-4 महिना पछाडि नै आएको हो। अनि धेरै कुरा त किन्न पाइएन अनि राम्रो पनि भेटेन। त्यसैले दुईवटा मात्र किन्यौँ। घर गएर देखाउँछु म चाहिँ त्यो कस्तो हुन्छ भनेर। अब अहिले त्यसलाई हामी राख्थ्यौँ क्यामेरा। घर जाउँ अब हामी।